नबगर तिम्रै शरणमा छम तिम्रै शरणमा छम फेरि नबगर तिम्रै चरणमा छम तिम्रै शरणमा छम तिम्रै शरणमा छम। नमस्ते ल हामी दाजुभाइको तर्फबाट नमस्ते। के छ कान्छ? बढिया फर्स्ट क्लास। फर्स्ट क्लास त ल हामी नेपालकै पहिलो नवग्रह मन्दिर स्याङ्जा जिल्लाको अर्जुन चौपरी गाउँपालिकामा एकमा रहेको नवग्रह मन्दिर आज भाइलाई चाहिँ पहिलोपटक लिएर आउँदैछु। मैले यहाँ बुवालाई लिएर आएँ, म आएँ होइन, मेरो परिवारहरू सबै लिएर आइयो र तर यहाँको बारेमा मैले चाहिँ प्रायः यो बन्दादेखि नै मैले लगातार भिडियोहरू पोस्ट गरेको छु। आज भाइ अब तेरो पहिलोपटक हो नि त? मेरो पहिलोपटक। त नि पहिला फेरि हो नि तिमीहरू अब पढ्ने बेलासम्म पढ्यौ होइन, अनि त्यहाँबाट विदेशतिर अब कमाउन लागियो। लागेपछि अब हामी नेपालमा बस्नेले चाहिँ घुमिरहेका छौँ भन्नु पऱ्यो होइन त। अब यो नेपालको सबैभन्दा पहिलो नवग्रह मन्दिर जहाँ विश्वले चिनेको छ होइन, विश्व सामु चिनाउन सफल भइएको छ। स्याङ्जामा रहेको, स्याङ्जामा अवस्थित अर्जुन चौपारी गाउँपालिका, सिद्धार्थ हाइवेबाट भित्रपट्टि र अर्जुन चौपारी गाउँपालिका जुन यसै आफैमा सुन्दर छ। यहाँ ओम डाँडा छ, उता बोटानिकल गार्डन होइन, यो दरौँ खोला, अनि त्यसै गरेर यता नेपालकै पहिलो होमस्टे दरौँ सिरुबारी भयो, अनि उता त्योभन्दा उतापट्टि थाप्ले भयो होइन। अनि त्यसपछि अब यहीँ सन्दीप लामिछानेको पुरानो घर, यहाँ चाहिँ अब त्यहाँ क्रिकेट रङ्गशाला पनि, एउटा क्रिकेट मैदान पनि त्यहाँ बनाइएको छ अहिले सुरुमा आएर। अनि नमस्ते, आराम हुनुहुन्छ? ल हामी पनि आएका छौँ है त। अब यहाँ ल यस्तै छ, तपाईँहरू पनि आउनु होला। अब यहाँको सबै एउटा मौलिकता अनि यसको चाहिँ एउटा रहस्य बोकेको अनि नवग्रह होइन, नवग्रह मन्दिर यहाँ प्रायः चाहिँ अब घुइँचो भिड लाग्ने गर्दछ होइन। तपाईँहरू पनि उपस्थित हुनुहोला। अब हामी भाइ र म आएको बेलामा कति अलिकति फ्रेस पनि हुनुपर्छ भनेर होइन, एकदम फ्रेस भयो नि होइन? एकदम फ्रेस। यो झन् यो के को धुनले अरे? ओमको धुनले त झन् जस्तो एकदम ओम भनेर जुन त्यो धुनले भाइब्रेट गराउँछ कि शरीरलाई नै होइन, तरङ्ग पैदा गर्छ। ल एकदम राम्रो छ, तपाईँहरू पनि उपस्थित हुनु होला। अब हामी चाहिँ अहिले फेरि आएका छौँ, अर्को भिडियोहरू पनि तपाईँहरूलाई क्लिपमा देखाउँदै गर्छु। र मेरो खगेन्द्र थापा युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। हजुरले यति माया मानिदिनु भएको छ होइन, त्यो पनि अवश्य माया मानिदिनुहुन्छ भन्ने मलाई लागेको छ। तपाईँहरूको माया, साथ, सपोर्ट र सहयोगले बेसरी हौसला मिलेको छ। त्यसैको उपज मैले विभिन्न ठाउँमा भिडियोहरू बनाउने गर्छु, त्यसलाई अन्यथा नसम्झिनु होला। तपाईँको कोसेली अबको फेरि अर्को क्लिपमा म चाहिँ तपाईँहरूलाई दिनेछु। आजलाई चाहिँ ल सम्पूर्णलाई बाई बाई। जस्तो हुनुहुन्छ बाई बाई, जस्तो हुनुहुन्छ तन्दुरुस्त मस्त दुरुस्त रहनुहोला। जय देश जय नरेश। सम्पूर्ण नेपाली देश तथा विदेशहरूमा रहनुहुने सम्पूर्णको लागि नमस्ते।